डिजलको मूल्य बढाइदिनु प्रक्रिया हो कि अथवा इन्धन र के अरे त्यो ग्यास खाने के अरे पेट्रोलियम पदार्थदेखि लिएर इन्धनदेखि लिएर अन्य हवाई इन्धनका कुराहरू रातारात बढाइदिनु प्रक्रिया केलाई प्रक्रिया भन्नुहुन्छ तपाईँहरू? कुन देशमा बढेको छ? भारतमा कति छ थाहा छ? रक्सोलमा 97 रुपियाँ लिटर छ, दिल्लीमा 107 रुपियाँ लिटर छ, नेपालमा अनि त्यसको हिसाब गऱ्यो भने 170 72 हुन आउँछ। 219 260 कसरी पुग्यो? नेपालमा पनि त नेपालमा स्टोर छ त, त्यत्रो स्टोरहरू त्यत्रो पाइपलाइन के हुन् ती चाहिँ? त्यो भए हुनाले नेपाली जनताले यति बेला दुई त्याङका विरुद्ध बोल्न सक्दैनन् भनेर चाहिँ कृत्रिम मूल्य खडा गरेको सरकारले। यो कृत्रिम मूल्य हो, यो सरकारको वैधानिक भ्रष्टाचार। हेर्नुहोस्, हाम्रो भन्दा अर्थतन्त्र कमजोर भएको थिलो भएको जलेको देश श्रीलङ्कामा तेलको मूल्य बढेको छैन। आज ढुवानी सबैभन्दा गाह्रो अप्ठ्यारो भनेको त मालदिभ, त्यो टापु भएको देशमा तेलको मूल्य बढेको छैन। नेपालमा मूल्य बढाइयो। किन बढाइयो भन्दाखेरिमा आयल निगमभित्रको भ्रष्टाचारलाई मिलाउनका लागि आजका प्रधानमन्त्री स्वयं त्यसको साक्षी बस्नु भएको छ। स्वयं प्रधानमन्त्री त्यसमा हस्ताक्षर गर्नुभएको छ। स्वयं यो मूल्य बढाउनमा अहिलेको प्रधानमन्त्रीको हात छ। म बालेन्द्र शाह बालेनलाई भन्न चाहन्छु, प्रधानमन्त्रीज्यू, तपाईँलाई जनतालाई दिने सुशासन यही हो, जनतालाई दिने तपाईँले सेवा सुविधा यही हो। जनता राहत खोजिरहेका छन्। जनता आज मूल्य वृद्धि हेर्नुहोस् त, आज पानीको मूल्य बढिसक्यो, जारको मूल्य बढिसक्यो, भोलि तरकारीको मूल्य बढ्दैछ, भोलि तपाईँको अनेक